हामीले के गर्छौँ आज केमिकल इक्वेसन अथवा कुनै पनि केमिकल रियाक्सनलाई कसरी ब्यालेन्स गर्ने भन्ने विषयमा पार्शियल इक्वेसनबाट एउटा न्युमेरिकल हामीले सल्भ गर्छौँ। यसमा चाहिँ छ जिंक प्लस NaOH। जिंकलाई सोडियम हाइड्रोक्साइडसँग रियाक्सन गर्दाखेरि यसले सोडियम जिंकेट बनाउँछ प्लस हाइड्रोजन ग्यास निकाल्छ। यसलाई हामीले कसरी पार्ट गर्ने, धेरैजसो विद्यार्थीहरूलाई के हुन्छ भने यो आधा पार्ट चाहिँ कसरी गर्ने भनेर एकदम समस्या हुन्छ। त्यसको लागि चाहिँ मैले एकदम सर्टकट आइडिया लिएर आएको छु। ध्यान दिएर हेरेपछि हामी 2 मिनटमा यो हिसाब सल्भ गर्न सक्छौँ है त। सबभन्दा पहिला लिउँ हामीले राइट साइडमा हेर्नु पऱ्यो। राइट साइडमा के चाहिँ प्रोडक्ट छ त, सोडियम 2टा जिंक अक्सिजन एउटा मिलेर सोडियम जिंकेट बनेको छ। यो सोडियम जिंकेट लेफ्ट ह्यान्ड साइडमा कुन कुन मिलेर बनेको त्यो हेर्नु पऱ्यो के। सोडियम जिंकेट बन्नको लागि त यो दुवै चाहियो नि, जिंक पनि चाहियो NaOH पनि चाहियो। यो दुईटा बिना त यो बन्दैन नि। त्यसकारणले मैले के गरेँ, दुवैलाई लिएँ, जिंक र NaOH लिएँ। मैले फेरि गरेर देखाइदिन्छु। यसमा मैले एकचोटि गरिसकेको थिएँ, फेरि गरेर देखाइदिन्छु। जिंक प्लस NaOH लिएँ मैले। जिंक NaOH दुईटा लिएर राख्दाखेरि के बन्छ त भन्दाखेरि सोडियम अप्सनमै दिएको छ नि, माथि क्वेसनमै दिएको छ Na2 जिंक र अक्सिजन सोडियम जिंकेट बन्यो प्लस जिंकबाट जिंक आइहाल्यो, सोडियमबाट सोडियम आइहाल्यो, अक्सिजनबाट अक्सिजन आइहाल्यो। यहाँ त हाइड्रोजन पनि छ नि। यो हाइड्रोजन र यो अक्सिजन सँगै छ भने हाइड्रोजन र अक्सिजनबाट पानी पनि बन्छ। आँखा चिम्म गरेर लेखिदिने यो पानी, यो कहाँबाट पानी आयो भनेर सोच्ने होइन। यदि हाइड्रोजन र अक्सिजन कुनै ठाउँमा छ भने सिधै पानी बन्छ, सकियो। अब दुईटालाई ब्यालेन्स गरौँ। जिंक एउटा छ, यतापट्टि जिंक एउटा छ, बराबर भयो। सोडियम एउटा छ, सोडियम यहाँ कतिवटा छ, Na2 दुईटा छ। सोडियम दुईटा छ तर सोडियम एउटा मात्रै छ भने यसलाई ब्यालेन्स गर्नलाई कति थप्नु पर्यो अगाडि, 2। सोडियम दुईटा भयो। अब यो दुईटा हाइड्रोजन भयो, एच त दुईटा छ नि, 2ले यसलाई मल्टिप्लाई गर्दा दुईटा हाइड्रोजन, यसमा पनि दुईटा हाइड्रोजन, अनि दुईटा अक्सिजन, ओलाई पनि मल्टिप्लाई हुन्छ दुईटा अक्सिजन। तर यहाँ कतिवटा अक्सिजन छ, दुईटा अक्सिजन र एउटा गर्दा कतिवटा भयो, 3वटा। यता 3वटा अक्सिजन, यता दुईटा मात्रै छ। कता पुगेन, लेफ्ट साइडमा पुगेन। कतिवटा पुगेन, एउटा पुगेन। एउटा पुगेन भने हामीले के गर्छौँ, यहाँ नेसेन्ट अक्सिजन थपिदिन्छौँ। यो फर्स्ट पार्ट भयो। सेकेन्ड पार्टमा जाउँ। सेकेन्ड पार्टमा हामीले के निकाल्नु छ, हाइड्रोजन। हाइड्रोजन ग्यास केबाट निस्किन्छ, हाइड्रोजन ग्यास केबाट निस्किन्छ, पानीबाट निस्किन्छ। त्यसकारणले हामीले के गर्छौँ, पानीलाई सिधै रियाक्सन गर्छौँ हाइड्रोजन ग्यास निकाल्न। अब यसमा ब्यालेन्स गरौँ। अक्सिजन दुईटा, अक्सिजन दुईटा, यहाँ अक्सिजन एउटा छ, यता अक्सिजन छ त छैन। त्यसकारणले हामीले के गर्यौँ, यता अक्सिजन एउटा राख्यौँ, भयो। सेकेन्ड पार्ट भयो। अब यसलाई जोडिदिउँ। माथिकोमा हेरौँ त, यो एउटा अक्सिजन, यो अक्सिजन काट्न पाइयो कि पाइएन, लेफ्ट ह्यान्ड साइड र राइट ह्यान्ड साइड काट्न मिल्छ नि। फेरि यताको यो वाटर र यो वाटर काट्न मिल्यो कि मिलेन, मिल्यो। बाँकी के रह्यो त, यो माथिको जिंकको जिंक प्लस यो 2 NaOH गिब्स, अरू केही बाँकी छैन। यता के बाँकी रह्यो, Na2 ZnO2 प्लस यो दुईटा काटिसक्यो, बाँकी रह्यो हाइड्रोजन ग्यास। एन्सर यति हो है। ल यतिमा चाहिँ मिल्यो।